2072 साल जेठको 9 गते आएको पहिरोले मान्छे तसनस बनाइसकेको थियो। यहाँ रहेको पारी जुन रामचेको औलो भन्ने ठाउँमा 5वटा घर थियो भने यतापट्टिको औलोमा चाहिँ 5वटा घर, 10 र बैसारी जुन भगवतीको वडा नम्बर 2 मा पर्छ त्यसमा चाहिँ 16वटा घर थियो। सौभाग्य भनौँ वा दुर्भाग्य 9 गते नै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक र भू संरक्षण अधिकारी लगायत भैँसेरीवासीहरूले यो डाँडाको माथि गएर बाटो पहिरोको अवस्था हेरिसकेपछि यहाँ बस्न हुन्न भनेर उहाँहरूले डिसिजन गर्नुभयो र डिसिजन गर्न साथ साँझसम्म सबै मानिसहरूलाई सुरक्षित ठाउँमा जानुपर्छ भनेर भनिएपछि यो ठाउँबाट मान्छे हटाइएको थियो। भाग्य मान्नुपर्छ कि यो ठाउँ जुन बैसारी अब हामी कल्पना गर्न सक्दैनौँ। कुनै बेला यो बैसारी थियो र एउटा राम्रो लोकेसन थियो, कुनै बेला ट्रेकिङ थियो, मोटर बाटोको उच्च स्थान भनेर हामीले जुन अनुमान गर्थ्यौँ त्यो ठाउँ चाहिँ आज शून्य भनेको छ। कोही पनि यति ठुलो माटोको मात्रा आएर बसेको छ कि पारी र वारीको भाग चाहिँ सम्म बनिसकेको छ। यहाँनिर खोला पारी क्रस हुन सक्ने अवस्था छैन। अब यो खोल्न पनि लगभग हामीलाई अनुमान गरेर यसलाई 2 दिन भयो अथवा कालीले एकदम बेग बढायो भने करिब 2 दिनमा बल्ल यो खोल्न सक्छ। यसरी बैसारी तसनस बनेको छ यति बेला। र आज वैशाख 2072 साल जेठको 10 गते हामी यहाँ छौँ। यो स्थिति चाहिँ भइरहेको छ। यहाँ भन्न सक्ने अवस्था छैन। पारीको अवस्था केही गाउँ कहाँनिर थियो, बाख्राको खोर कहाँनिर थियो भन्न सकिँदैन। बैसारी गाउँ सबैभन्दा हेर्दा बैसारी गाउँ नै कहाँनिर थियो भनेर खोज्नुपर्ने अवस्था बनेको छ। तर भाग्यले यहाँका सबै मानिसहरू बाँच्नु भएको छ, सुरक्षित स्थानमा पुग्नु भएको छ।